हाम्रो चाहिँ फेरि एउटा मकै पान भिडियो आयो हाम्रो चाहिँ यो एक बाटा छ यहाँ झन्डै 3-3 किलोको होला अब हामी यो खान गइरहेका छौं अब यो चाहिँ जसले छिटो खाइसक्छ हैन जसले छिटो खाइसक्छ भन्दा पनि जसले हार्छ उसले चाहिँ बेलुकाको लागि 1 किलो खसीको मासु ल्याउने भन्ने चाहिँ हाम्रो मजा खाए अब खाना दुईटा मात्रै खाऊ त्यो चाहिँ हाम्रो बाचा कसम भइसकेको छ बेलुका खसीको मासु हार्नेलाई चाहिँ यो चाहिँ लगभग बराबरी नै छ है यो बराबरी नै चाहिँ हामी चाहिँ अब सुरु गरिरहेका छौं रेडी 1 2 3 भुइँमा झर्न पनि नपाई म चाहिँ सक्दिन होला है गाइस उ त के हो त्यो केरा पनि रहेछ त्यहाँ है माया हाल्यो कि जस्तो लाग्छ होइन कहाँ हो कम्पिटिसनमा नि हाल्छ त्यो पछाडि के हल्ले जस्तो लागिरहेछ अघिदेखि दोस्रो हाल्यो जस्तो लाग्छ उ त हेर्नु मुसा हो कि के हो कुनै हाल्यो मलाई यहाँ त्यहाँ भिडियोमा हेरिहाल्छु म कम्पिटिसन हो नि त यो कम्पिटिसन भने एकदम राम्रो हुन्छ अनि गफ गर्न नि भाइ अनि साँच्चै अरू कुरा उहाँ फेरि उ भएछ नि है के बलात्कार भएर हत्या भयो नि हो त है एकदम दुःखद घटना है केटी मान्छे बुद्धि मरु पैसाको पछि 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 सबै केटी त्यस्तो हुन्छ नि छैन है यहाँ च्यालेन्ज गर्नुलाई च्यालेन्ज गर्नु न अनेक थरी किन ट्राफिक दिइरहनु पर्यो माया प्रेममा चुल्लुमा डुबेर नालाग्दो क्या भएर ज्यान सुम्पिन्छ अनि फेरि भइहाल्छ